हेलो हजुरहरु, गुड मर्निङ। हजुरहरु, मेरोमा चाहिँ यसरी ड्र्यागन फ्रुट चाहिँ फुल्नलाई सुरु भइसकेको छ। अस्ति सानो थियो भने आज चाहिँ यसरी यत्रो भइसकेको छ है। ल हजुरहरुले देख्न सक्नुहुन्छ, मेरोमा चाहिँ करेला चाहिँ यसरी फल्दैछ। हजुरहरु यसरी हुँदैछ है। अलिक थाङ्रा अलिक कम भयो जस्तो छ। यसरी छ है हजुरहरु, हजुरहरुकोतिर के कसो छ? मेरोमा चाहिँ यसरी छ है त। यसरी छ है हजुरहरु। ल यसरी छ है हजुरहरु। यसरी फलिरहेछ। फर्सी पनि फल्दैछ। छुट्टै छ, पाकिसकिसक्यो। हजुरहरु, यहाँ पनि मेरो घिरौलाहरू फल्दैछ है हजुरहरु। घिरौला यहाँ चाहिँ काँक्रा, यसरी काँक्राहरू अनि फर्सीहरू है हजुर। फर्सीहरू यसरी छ। तिते करालाहरू यता चाहिँ उयो करेला, पर अम्बकको बोट, उता केरा छ भने यता चाहिँ फर्सीहरू हजुरहरु। यो छ है। मैले अघि टिपिसकेँ सब्जी त। अब हेर्नु ल। यस्तो छ है हजुरहरु, आफ्नोमा यसरी छ। यो चोटि यो मेरो सेतो ड्र्यागन चाहिँ किन ढिलो फुल्यो होला हजुरहरु? हजुरहरुकोतिर फुल्यो कि फुलेन कमेन्ट गर्न नभुल्नु होला। मेरोमा चाहिँ रातो मात्र फुलिरहेको छ, सेतो चाहिँ के भयो फुलेकै छैन हौ हजुरहरु। अनि बरु यसरी अकबिरे पनि छ है हजुरहरु। यसरी मेरोमा चाहिँ अनि यता यस्तो छ। मेरो फुल चाहिँ सुकि गइसकिसक्यो। त्यो चाहिँ यसरी छ है। ओके, बाई बाई हजुरहरु।